नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुमा मुख्य समाचार। नुवाकोटमा घर भत्किएर एक बालिकाको मृत्यु। धनुषाको मिथिला नगरपालिकामा डकैती, गोली प्रहारबाट एकजना घाइते। सप्तरीलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न नेपाली कांग्रेसको माग। 4 बुँदे माग राखेर आन्दोलनको चेतावनी। जनप्रतिनिधिहरूलाई पार्टीको कार्यकारी पद नदिने नेकपाको निर्णय। अध्यक्ष र सचिव पद जनप्रतिनिधिले नपाउने। मधेसवादी दलहरू सत्ताको लोभमा फँसेकाले मधेसी जनता मुक्ति पाउन नसकेको कांग्रेसका वरिष्ठ नेता पौडेलको आरोप। र बालक निशानलाई अपहरण गरी हत्या गर्नेहरू इन्काउन्टरमै मारिएको गृहमन्त्रीको दाबी। अपहरणकारीलाई 24 घण्टाभित्रै निस्तेज पारेको भनाइ। अब समाचार विस्तारमा। नुवाकोटमा घरको छाना भत्किएर ढुङ्गाले लाग्दा 6 वर्षकी बालिकाको ज्यान गएको छ। गए राति ककनी गाउँपालिका 7 चतुरालेमा घरको छाना भत्किएर छानामा रहेको ढुङ्गाले लाग्दा 6 वर्षकी सडु दर्जीको ज्यान गएको प्रहरीले जनाएको छ। घटनामा सडुकी आमा कोपिला र दिदी 8 वर्षकी सलिना भने घाइते भएका छन्। राति सुतिरहेका बेला छाना भत्किएको प्रहरीले जनाएको छ। धनुषामा डाकाहरूको गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन्। गए राति मिथिला नगरपालिका वडा नम्बर 8 जमुनेबासमा डाकाहरूको गोली प्रहारबाट स्थानीय 30 वर्षका दीपक भनिने पुष्पलाल श्रेष्ठ घाइते भएका हुन्। प्रतिकारमा उत्रिएका डाकाहरूले गोली प्रहार गरेका थिए। उनीहरूले परिवारका सदस्यहरूलाई कुटपिट समेत गरेका थिए। 2 गोली लागेको श्रेष्ठको काठमाडौँ स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। हतियार सहित आएका डाकाहरूको समूहले श्रेष्ठको घरबाट 6.5 तोला सुन, 15 तोला चाँदी र 2.50 नगद समेत लुटेर लगेको छ। यता वीरगञ्ज महानगरपालिका 28 बगहीमा आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। बद्री महतोको घर आगलागीबाट जलेर पूर्ण रूपमा नष्ट भएको हो। लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किएर आगलागी भएको अनुमान छ। आगलागीबाट एउटा भैँसली, 5वटा बाख्रा, 4 लाख बराबरको टेन्टको सामान, लत्ता कपडा सबै जलेर नष्ट भएका छन्। आगलागीपछि 13 जना सदस्य रहेको महतोको परिवारको बिचल्ली भएको छ। आगलागीबाट 4,35,000 को क्षति भएको अनुमान छ। राति भएको आगलागी दमकलको सहयोगमा नेपाल प्रहरी र स्थानीय बासिन्दा मिलेर नियन्त्रणमा लिएका थिए। नेपाली कांग्रेस सप्तरीले जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा सहित 4 बुँदे माग राखेर आन्दोलनको चेतावनी दिएको छ। सप्तरीले समयमा पानी नपर्दा तथा सिँचाइको अभावमा किसानहरू समस्यामा परेकाले सप्तरीलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने अदालतको आदेशको अवज्ञा गर्नेलाई कानुनी दायरामा ल्याउनु पर्ने लगायत 4 बुँदे माग राखेर कांग्रेस सप्तरी अघि बढेको छ। कांग्रेसले हिजो राजविराजमा पत्रकार सम्मेलन गरी आफूहरूको मागको व्यवस्था गरी आन्दोलन चर्काउने चेतावनी समेत दिएको छ। पत्रकार सम्मेलनमा जिल्ला सभापति दिनेश कुमार यादवले लामो समयदेखि वर्षा नहुँदा र सिँचाइको उचित व्यवस्थापन नहुँदा किसानहरू समस्यामा परेको भन्दै अविलम्ब सप्तरीलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरी आवश्यक राहत र क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभयो। तथा प्रभावकारी व्यापक आर्थिक अनियमितता तथा भइरहेको सवालमा हाम्रो गम्भीर ध्यान आकर्षित भएको छ। हाम्रा प्रमुख मागहरू सप्तरी जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरी अविलम्ब कृषकहरूलाई राहत र क्षतिपूर्तिको व्यवस्था गरियोस्। 2 मा उच्च अदालत जनकपुर राजविराज इजलासको आदेशको अवज्ञा गर्दै राजविराज नगरपालिका कार्यालयको बल जबरजस्ती गरेको तोडफोड र त्यसबाट भएको हानि नोक्सानीको क्षतिपूर्ति भराउनु पर्ने। अतिक्रमण हटाउने नाममा राजविराज नगरपालिका कार्यालयले अदालतको आदेशको समेत अवज्ञा गरेको भन्दै नेता यादवले कानुनी राज्यको खिल्ली उडाउने जनप्रतिनिधि र कर्मचारीमाथि कारबाहीको पनि माग गर्नुभयो। पत्रकार सम्मेलनमा नगर सभापति शम्भुलाल देव, क्षेत्रीय सभापति महानन्द यादव लगायतले कांग्रेसले सबै स्थानीय तहमा निगरानी गर्ने, ढिलासुस्ती एवं अनियमितताको भण्डाफोड गरेर जाने योजना बनाएको बताएका थिए। सत्तारूढ नेकपा
जनप्रतिनिधिहरूले पार्टीको कार्यकारी पद नपाउने भएका छन्। बिहिबार बसेको पार्टी सचिवालयले बैठकले सङ्घ प्रदेशका मन्त्री, दलका नेता, उपनेता, प्रमुख सचेतक, स्थानीय तहका प्रमुख, उपप्रमुखलाई पार्टीको कुनै पनि स्तरको कार्यकारी पद अध्यक्ष र सचिव नबनाउने निर्णय गरेको हो। पार्टीको कार्यकारी पद अध्यक्ष र सचिव जनप्रतिनिधिहरूलाई नबनाउने निर्णय गरिएको पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। स्तरमा र जनमरेसनको स्तरमा सांगठनिक एकीकरणको लागि सुझाव प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेका थियौँ र त्यो कार्यदललाई भोलिसम्मको समय दिएको थियो प्रतिवेदन पेश गर्न। त्यसको कार्यावधि बढाएर श्रावण मसान्तसम्ममा प्रतिवेदन बुझाउन निर्देशन दिने निर्णय गरिएको छ। दोस्रो, सबै कार्यदलहरूलाई एउटा अर्को कार्यादेश पनि दिइएको छ। अब तिनै कार्यदलहरूले केन्द्रीय सल्लाहकार, राष्ट्रिय परिषद, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय आयोग र विभागहरूमा राख्ने सदस्यहरूको नाम समेत सुझाव सिफारिस गर्न पनि निर्देशन दिने निर्णय गरिएको छ। त्यसै गरी सांगठनिक एकीकरणको लागि सहज बनाउन अहिलेको सचिवालयको बैठकले सङ्घीय मन्त्री र प्रदेशका मन्त्रीहरू, प्रादेशिक दल नेता र उपनेता, सङ्घीय र प्रदेश सभाका प्रमुख सचेतक, मुख्य सचेतक वा सचेतक, संसदीय समितिका सभापतिहरू र नगरपालिकाका महानगरपालिका सहित मेयर, उपमेयरहरू र जिल्ला समन्वय समितिका सभापति, उपसभापतिहरू र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरूलाई कुनै पनि स्तरको कार्यकारी पदमा अथवा अध्यक्ष र सचिवको जिम्मेवारी नलिने निर्णय गरेको छ। त्यसै गरी सङ्घीय र प्रादेशिक सांसद र सभाका सदस्यहरूलाई जिल्ला पार्टी वा त्योभन्दा तलको कुनै पनि कमिटीको अध्यक्ष र सचिवको जिम्मेवारी नदिने पनि निर्णय गरिएको छ। बैठकले प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनहरूको पार्टी एकीकरणका लागि सुझाव दिन गठित कार्यदलको म्याद साउन मसान्तसम्म थप गर्ने निर्णय पनि गरेको छ। 25 गतेसम्म तोकिएको कार्यदलहरूको म्याद साउन मसान्तसम्म थप गरिएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। बैठकले पार्टीको केन्द्रीय सल्लाहकार, राष्ट्रिय परिषद, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय आयोग र विभागका सदस्य सिफारिस गर्ने कार्यदेश पनि कार्यदललाई दिएको छ। सचिवालय बैठकले पार्टीको सङ्गठनलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न आवश्यक आचार संहिता निर्माण गर्न सुभाष नेमाङ, भीम रावल, हरिबोल गजुरेल, जनार्दन शर्मा, पम्फा भूषाल र बधुराम भूषाल रहेको कार्यदल पनि गठन गरिएको छ। बैठकले पार्टीको हेडक्वार्टर धुम्बाराहीमा राख्ने निर्णय पनि गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो। जनवर्गीय सङ्गठनहरूको कार्यालय भने पेरिस डाँडामा राख्ने निर्णय गरिएको छ। पार्टीको केन्द्रीय कार्यालय धुम्बाराईमा रहने निर्णय गरिएको छ र पेरिस डाँडामा जनमरे सङ्गठनका केन्द्रीय कार्यालयहरू, विभाग र अन्य आवश्यक निकायहरूको कार्यालयहरू रहनेछन्। त्यस्तै चिनिया कम्युनिस्ट पार्टीको निमन्त्रणामा कमरेड नारायण काजी श्रेष्ठको नेतृत्वमा सेप्टेम्बर 12 देखि सचिवालय बैठकले पार्टीको स्थायी समिति बैठक आगामी भदौ 8 र 9 गते बस्ने निर्णय पनि गरेको छ। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट नेतृत्वको सरकारले कामै नगरेको दाबी गर्नुभएको छ। उहाँले आदिवासी जनजातिहरूको मुक्तिको नारा लगाउन नथाक्ने कम्युनिस्ट नेतृत्वको सरकारले के दियो भनी प्रश्न गर्नुभयो। बिहिबार 24औं विश्व आदिवासी दिवसको अवसर पारेर काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मधेसवादी दलहरू सत्ताको लोभमा फस्दा पनि नेपालमा मधेसी जनताको मुक्ति सम्भव नभएको आरोप पनि लगाउनुभयो। मधेसको विरोधी भनेर विरोध गर्नेहरू अहिले आएर प्रधानमन्त्री केपी ओलीसँग सत्ताका लागि लम्पसार परिरहेको वरिष्ठ नेता पौडेलको आरोप छ।
अहिले गएको वर्षबाट यो चाहिँ हामीले आदिवासी जनजाति प्रतिष्ठानलाई हाम्रो सरकार हुँदा 16 करोड रुपियाँ दिएको थियो। तर अहिलेको सरकारले कति रुपियाँ दियो? कम्युनिस्ट सरकारले कति रुपियाँ दियो? सबभन्दा बढी आदिवासी जनजातिको नारा लगाउने प्रचण्डजी पनि त्यहीँ हुनुहुन्छ, सबै कम्युनिस्ट त्यहीँ छन्, सबै अहिलेसम्म नारा लगाउनेहरू त्यहीँ छन्। त्यो के भयो? यहाँ एउटा विडम्बना छ, नेताहरू भाषण गर्नुहुन्छ, भाषण गर्दै जानुहुन्छ। अब यहाँ भाषण गर्ने नेताहरूले भाषण गर्दा एकातिर टिको लाउनु हुँदैन भनेर भाषण गर्ने, अनि दौडेर गएर राजाले चाहिँ टिको लगाइदिँदा थाप्न जाने। एकातिर यो चाहिँ अब हामी चाहिँ एकदम यो केपी ओली सबभन्दा मधेस विरोधी हो भनेर भन्ने, अनि फेरि सत्ताको लागि चाहिँ केपी ओली कहाँ दौडेर धाउने। यो चाहिँ चरित्रले गर्दाखेरिमा जनता पीडित, जनताहरू पीडितको पीडित रहेका छन् र तिनका अधिकारहरू स्थापित हुन सकेका छैनन्। काङ्ग्रेस नेता पौडेलले आफ्नो पार्टी द्वन्द्व मेटिने गरी सबै जनजातिहरूको पहिचान स्थापित गराउने पक्ष दृढतापूर्वक उभिरहेको दावी पनि गर्नुभयो। कार्यक्रममा बोल्दै राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले आदिवासी र मधेसीहरूलाई अधिकार प्राप्तिका लागि एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभयो। आदिवासी जनजाति मधेसी लगायतका जनताहरू एकताबद्ध नभएका कारण उनीहरूले उत्पीडन बेहोर्नु परेको उहाँको तर्क थियो। बर्तनको चाहिँ मुख खुला छोड्नु कुकुरा खाइदिन्छ त हामी शोषण उत्पीडन गर्न दियो भने शोषण गर्छ के? त्यसैले शोषण उत्पीडनमा परेका जनता लड्नु पर्छ, इकट्ठा भएर एकता भएर लड्नु पर्छ। र मेरो त चुनौती हो, जुन दिन यो मुलुकमा शोषण उत्पीडनमा परेका जनता, हिमाल पहाड तराई मधेसका जनता, आदिवासी हुन् चाहे मधेसी हुन्, जुन दिन हामी एकट्ठा भएर जुन दिन लड्न सुरु गर्छौँ नि, त्यसको भोलिपल्ट यहाँका शासक वर्ग यो आदिवासीको घरमा अधिकार पुर्याउन जान्छ, सबै अधिकार दिन जान्छ। त्यसैले आजको दिनमा यो चाहिँ हामी बीचमा रहेको अविश्वास हटाउनु पर्छ। नेता महतोले जनतालाई अधिकार सम्पन्न बनाउन शोषित पीडित समुदायले अधिकार प्राप्तिको आन्दोलनलाई अघि बढाउन बलियो एकतामा जोड दिनुपर्ने पनि स्पष्ट पार्नुभयो। अब व्यावसायिक विश्रामपछि बालक निशानलाई अपहरण गरी हत्या गर्नेहरू इन्काउन्टरमै मारिएको गृहमन्त्रीको दाबी, अपहरणकारीलाई 24 घण्टाभित्रै निस्तेज पारेको भनाइ। सिराहाको मिर्चिया कल्याणपुर सडक खण्डमा एक व्यक्तिबाट 25 लाखभन्दा बढी रकम लुटेराको खोजी जारी। र एसिया कप छनौटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका 19 सदस्यीय प्रारम्भिक खेलाडी चुनिए। विश्रामपछि समाचारमा स्वागत छ। गृहमन्त्री रामबहादुर थापाले नेत्र विक्रमचन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड अपराधी भएकाले पक्राउ गर्नु परेको स्पष्टीकरण दिनुभएको छ। गृहमन्त्री थापाले चन्दा आतंक र राज्य विरुद्ध ध्वंसात्मक गतिविधि जस्ता गैर कानुनी काम गरेकाले सरकारले प्रकाण्डलाई पक्राउ गरी कानुनी कारबाही सुरु गरेको प्रस्ट्याउनु भएको हो। उहाँले सरकारले गैर कानुनी क्रियाकलापमा संलग्न जो कोही पनि कारबाही गर्ने चेतावनी पनि दिनुभयो। शुक्रबार बिहान भरतपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री थापाले ध्वंसात्मक गतिविधिमा संलग्न चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग सरकारले वार्ता र कारबाही एकैसाथ अघि बढाउने नीति लिएको पनि स्पष्ट पार्नुभयो। गैर कानुनी क्रिया कानुनको कार्यान्वयन गराउने हो। विशेष गरेर प्रकाण्डलाई समात्नेको पछाडिमा जुन यो चन्दा आतंक र जुन ध्वंसात्मक गतिविधिहरूमा यो समय जुन लागेको छ राज्यका विरुद्धमा चाहिँ त्यो सन्दर्भमा उनी एउटा वारेन्टेड पनि थिए। त्यो सन्दर्भमा उनी गिरफ्तार भएका हुन्। गृहमन्त्रीको काम भनेको अपराधीहरूलाई नियन्त्रण गर्ने हो। त्यसकारणले अब अपराधीहरूलाई नियन्त्रण गर्ने प्रक्रियामा ती घटनाहरू हुने गर्छन्। निश्चित रूपमा जसले चाहिँ कानुनलाई उल्लङ्घन गर्छ, जसले विधिलाई उल्लङ्घन गर्छ, त्यसलाई हामी अपराधी भन्छौँ। हामीले चाहिँ त्यो समूहसित र अन्य समूहसित पनि समस्यालाई राजनीतिक रूपले एकातिर हल गर्ने र अर्कोतिर चाहिँ त्यसलाई प्रशासनिक रूपमा नियन्त्रण गर्ने नीति सरकारले लिएको छ। त्यो अनुसार नै काम अगाडि बढिरहेको हो। अब छानबिन
गृहमन्त्री थापाले बालक निशान खड्कालाई अपहरण गरी हत्या गर्नेहरू इन्काउन्टरमै मारिएको दावी पनि गर्नुभयो। उहाँले 24 घण्टाभित्रै अपहरणकारीहरूलाई नियन्त्रणमा लिई निस्तेज पार्न सरकार सफल भएको दावी समेत गर्नुभयो। हत्याराहरू र अपहरणकारीहरूलाई चाहिँ सरकारले 24 घण्टामा तिनीहरूलाई निस्तेज गरेको छ र हामीलाई प्राप्त रिपोर्ट अनुसार चाहिँ ती अब मुठभेडमा नै मारिएका हुन् भन्ने रिपोर्ट छ। यो विषयमा निश्चित रूपमा हल्लाहरू छन्। यी हल्लाकै रूपमा हामीले यसलाई बुझेका छौँ। मुख्य कुरा सरकारले आफ्नो दायित्व सफलतापूर्वक निर्वाह गरेको छ। यो अपहरणकारीहरूलाई निस्तेज गरिएको छ। मूल कुरा त्यो हो। सरकारले आफ्नो पोजिसन स्पष्ट गरिसकेको छ। अब मैले अघि नै भनिसकेँ, अब हत्याराहरू र अपहरणकारीहरूलाई चाहिँ सरकारले 24 घण्टामा तिनीहरूलाई निस्तेज गरेको छ। गृहमन्त्री थापाले सरकार चालु आर्थिक वर्षभित्र 8% दरले आर्थिक वृद्धि दर कायम गर्न केन्द्रित भएको पनि बताउनु भएको थियो। सरकारले वृद्ध, अपाङ्ग र नाबालिगलाई बलात्कार गर्नेलाई आजीवन कारावासको सजाय दिने भएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले वृद्ध, अपाङ्ग र नाबालिगलाई बलात्कार गर्नेलाई आजीवन कारावासको सजाय दिने गरी कानुन बनाउन लागि जानकारी दिनुभएको हो। उहाँले महिला हत्या, हिंसा र बलात्कार गर्नेलाई कडा कारबाही हुने गरी विद्यमान कानुन परिमार्जन गर्ने कामलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको पनि स्पष्ट पार्नुभयो। बिहिबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकमा बोल्दै मन्त्री थापाले मुलुकमा बढ्दै गइरहेको महिला हिंसा, बालबालिकाको हत्या लगायतको घटनाप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले सचेतनामूलक कार्यक्रमलाई पनि अगाडि बढाएको दावी गर्नुभयो। हामीले अत्यन्तै गम्भीरताका साथ ल्याएका छौँ र अहिले जुन हामीले संसदमा यो ऐन सम्बन्धी चाहिँ भएको ऐनलाई संशोधन गर्ने र संविधानको मर्मअनुसार नयाँ ऐन कानुन बनाउने क्रममै हामी छौँ। खास गरी नाबालिका अनि अपाङ्ग महिलाहरू, 10 वर्षदेखि तलको नाबालिका र अपाङ्ग, त्यो अपाङ्गमा चाहिँ क वर्गको अपाङ्ग महिलाहरू र त्यस्तै ज्येष्ठ नागरिक जो 75 वर्षभन्दा माथिका ज्येष्ठ महिलाहरूलाई बलात्कार गर्ने समूहलाई चाहिँ आजीवन कारावास गर्नुपर्छ भन्ने बारेमा हामीले क्याबिनेटमा पनि विषयहरू हामीले छलफल प्रवेश गराएका छौँ। बैठकमा समितिका सदस्यहरूले मुलुकमा बढ्दै गइरहेको महिला हिंसा, बालबालिकाको हत्या लगायतका घटना तत्काल नियन्त्रण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको थियो। समितिकी सदस्य पवित्र निरौला खडेलले झापामा 4 वर्षीय बालकको समेत हत्या गरिएको भन्दै तत्काल त्यस्ता घटना नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो। अहिले वास्तवमा बलात्कार भएको छ र अहिले 4 वर्षीय बालिका, 75 वर्षका बुढी आमा, यसै गरी अपाङ्गता भएका महिलाहरू, सुस्थ महिलाहरू र मानसिक रोगी महिलाहरू कसैलाई पनि अहिले बाँकी राखेको अवस्था छैन। हामीलाई अत्यन्त दुःख लाग्छ कि आज हामी समाजलाई समृद्ध बनाएर लैजाने, समृद्ध नेपाल बनाउने जुन परिकल्पना गरेर हामी अगाडि बढिरहेका छौँ, यस्तो स्थितिमा हामी बाँच्न पाउने अधिकारै सबभन्दा मुख्य अधिकार चाहिँ देखिएको छ। अहिले बढी फोकस गरेर गएको अवस्थाबाट अहिले अब संविधानले समितिकै अर्का सदस्य गंगा चौधरी सतगौवाले महिला हत्या, हिंसा र बलात्कारको घटना हुन नदिन गाउँ गाउँसम्म चेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो। उहाँले महिला, बालबालिका र ज्येष्ठ नागरिकमाथि हुने विभेद अन्त्य गर्न समाजका सबै क्षेत्रले उत्तिकै चासो दिनुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो। अब एक पक्षले राम्रो मान्यो, अब त्यो अपहरणकारीलाई अब त्यो भयो, घटना घट्यो, अनि अर्को पक्षतिर हेर्नुहुन्छ, पीडित पक्षबाट हेर्नुहुन्छ भनेपछि त्यो राम्रो भयो भन्ने कुरा हुन्छ। त्यस कारणले गर्दाखेरि हामी सुशासन खोज्छौँ, समृद्धि खोज्छौँ भनेपछि हामी काठमाडौँका ठुला ठुला होटलमा बसेर हामी जनचेतना अभिमुखीकरण कार्यक्रमहरू गरेर यो सम्भव छैन भन्ने जस्तो मलाई लाग्छ। त्यस कारणले गर्दाखेरि जस्तै प्रथाजनित कतिपय प्रथाजनित कानुनहरू रूढिवादी संस्कारका छन्, जस्तै छुवाछुत, भेदभाव, जस्तै छाउपडी। अब छाउपडी प्रथा अनि जातीय छुवाछुत अन्त्य यसरी हुँदैन।
जबसम्म हामी आफैबाट परिवर्तन गर्न सक्दैनौँ। समितिका सदस्यहरूले महिलामाथि हुने बलात्कारको घटनालाई नियन्त्रण गर्न कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिन पनि सरकारलाई सचेत गराउनु भएको थियो। सर्वोच्च अदालतले आगामी भदौ 1 गतेदेखि लागू हुने मुलुकी अपराध ऐन, मुलुकी फौजदारी ऐन, फौजदारी कसुर ऐन, मुलुकी देवानी ऐन र मुलुकी देवानी कार्यविधिको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले भदौदेखि एकैसाथ देशभर लागू हुने मुलुकी अपराध ऐन सहितको 5 वटा ऐनको सम्पूर्ण तयारी पूरा गरिएको जानकारी दिनुभएको हो। बिहिबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा उहाँले ऐन संहिताहरूको कार्यान्वयनका लागि नियमावली, दिग्दर्शन र निर्देशिकाहरूमा गरिएका व्यवस्थाहरूको सम्बन्धमा गत बुधबारदेखि उच्च अदालत रहेका 7 वटै मुकामहरू र उच्च अदालत अन्तर्गतका इजलास रहेका मुकामहरूमा तत्त क्षेत्रमा उच्च अदालतका न्यायाधीशहरू, जिल्ला अदालतका न्यायाधीशहरू, रजिस्ट्रारहरू र अधिक कर्मचारीहरूलाई समेत सहभागी गराए प्रशिक्षण कार्यक्रमहरू सुरु गरिएको पनि स्पष्ट पार्नुभयो। दिग्दर्शन र निर्देशिका मुकामहरू, कार्यहरू र अधिकृत एवं कर्मचारीहरूलाई समेत सहभागी गराई प्रशिक्षण कार्यक्रम सुरु गरिसकिएको छ। साथै संहितामा गरिएका व्यवस्थाहरूलाई अदालतमा प्रयोग हुने सूचना प्रविधिलाई समेत संहिता मैत्री बनाउने कार्य भइरहेको छ। छिटो छरितो न्याय सबैका लागि न्याय भन्ने मूल मान्यतालाई आत्मसात गर्दै संहिताहरूमा गरिएका कानुनी व्यवस्थाहरूलाई सरलीकृत रूपमा कार्यान्वयन गर्नका लागि सर्वोच्च अदालत निरन्तर रूपमा क्रियाशील रहेको बेहोरा अनुरोध गर्दै सर्वोच्च अदालत आगामी भाद्र 1 गतेदेखि प्रारम्भ हुने संहिताहरूको कार्यान्वयन गर्न तयारी अवस्थामा रहेको बेहोरा सहर्ष जानकारी गराउँछु। सर्वोच्च अदालतले मुलुकी देवानी संहिता ऐन 2074, मुलुकी देवानी कार्यविधि संहिता ऐन 2074, मुलुकी अपराध संहिता ऐन 2074, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन 2074 र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन 2074 को कार्यान्वयन गर्न छुट्टै समिति नै बनाएको थियो। प्रवक्ता पोखरेलले छिटो छरितो न्याय सबैका लागि न्याय भन्ने मान्यतालाई आत्मसात गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको विवादित जग्गा प्रयोगमा नल्याउन सरकारलाई निर्देशन दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले नेपाल आयल निगमको विवादित जग्गा तत्काल प्रयोगमा नल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई सचेत गराएको जानकारी दिनुभएको हो। देशका विभिन्न भागमा भण्डारण केन्द्र स्थापनाका लागि निगमले खरिद गरेको जग्गा भ्रष्टाचारमा मुछिएपछि सो सम्बन्धी मुद्दा अख्तियारमा विचाराधीन अवस्थामा छ। संघीय संसद उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहिबारको बैठकमा बोल्दै मन्त्री यादवले अख्तियारमा विचाराधीन ती सबै जग्गा सरकारले तत्काल प्रयोग गर्न नपाउने जानकारी अख्तियारबाट आएको पनि स्पष्ट पार्नुभयो। उहाँले निगमको सो विवादित जग्गामा सरकारको पैसा परेकाले प्रयोगमा ल्याउने विषयमा प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा अख्तियारसँग कुरा गर्ने योजना पनि अघि सार्नुभयो। उहाँले उद्योग धन्दा स्थापनाका लागि खरिद गरिएका सरकारी जग्गा कसैलाई पनि भोग चलन गर्न नदिने पनि स्पष्ट पार्नुभयो। मन्त्री यादवले बालाजु औद्योगिक क्षेत्रमा उद्योग स्थानान्तरण गर्ने विषयमा पनि सरकारले विस्तृत अध्ययन गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो। प्रयोग गर्न पाउँ, घेरा हाल्न पाउँ, त्यो पनि नपाइने भनेर कुरा आएको छ। हामी अब प्रधानमन्त्रीजीलाई चाहिँ त्यो कुरो राखेर अब आयोगसँग कुरा गर्ने हाम्रो कुरो छ। बालाजु के अरे अरू उद्योगहरू यहाँबाट सार्ने कुरा अब त्यो बारे पनि निवेदनहरू गर्न थालेको छ। हामी कोसिस गर्दैछौँ, तर त्यसमा कतिपय टेक्निकल र ऐन कानुनले पनि समस्याहरू गरेको छ। त्यो बारे पनि हामी विस्तृत रूपमा छलफल गर्नुपर्ने हुन्छ। बैठकमा समितिका सदस्यहरूले आयात प्रतिस्थापनका लागि निर्यात जन्य वस्तुको उत्पादन र बजारीकरणमा जोड दिन सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको थियो। समितिका सदस्य सोमनाथ पाण्डेले कफी, चिया जस्ता वस्तुहरूको निर्यातमा जोड दिन सरकारलाई आग्रह गर्नुभयो। पूर्व उद्योग मन्त्री समेत रहनुभएका उहाँले आयात प्रतिस्थापनका लागि जापान, कोरिया लगायतका मुलुकसँग थप सहमति गर्न पनि सरकारलाई सुझाव दिनुभयो। सरसल्लाह गर्नुपर्ने र त्यससँग अलिकति अरू खालका पनि सम्झौता गर्नुपर्ने आवश्यकता रहन सक्छ। त्यसतर्फ पनि ध्यान दियोस् भन्ने मैले
सुझाव दिन चाहन्छु। अरू छैन धेरै कुराहरू त। समितिका अर्का सदस्य भीमसेन दास प्रधानले नेपालमा थुप्रै खानीहरू रहेको उल्लेख गर्दै त्यसलाई उद्योगको रूपमा विकास गर्न वैदेशिक लगानी भित्र्याउन ढिलाइ नगर्न सरकारलाई सुझाव दिनुभयो। उहाँले मुलुकको समृद्धिका लागि यथेष्ट सम्भावना रहेको खानीहरूको उत्खनन गर्न ढिलाइ भएका कारण पनि आर्थिक विकासले गति लिन नसकेका तर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो। जुन चाहिँ खाने होला हामी कता त्यसतर्फ चाहिँ अलिकति उहाँहरूसँग कसरी जाने विषयमा होइन त्यो वास्तवमा न्युक्लियर इनर्जीमा हामी प्रडक्ट गर्ने हुन्छ। न्युक्लियर एटममा हामी बनाउनु होइन। ब्याङ्ककमा थाइल्यान्डमा सबै क्यानाडामा न्युक्लियर डिपार्टमेन्टले सरलाई चाहिँ झलमल पारेको अवस्था तर हामी कहाँ चाहिँ वाटर रिसोर्स पनि त्यतिकै छ न्युक्लियरको पनि अहिले सम्भावना छ भन्दा हुँदै हामी अहिलेसम्म त्यसलाई जुन किसिमको नेपालको आर्थिक विकासमा त्यो अझै त्यो दिइसकेका छैन। धेरै वर्ष भइसक्यो होइन नेपाल धेरै पछाडि परेको छ र हामीभन्दा पछि परेका थाइल्यान्ड कहाँ पुगिसक्छ होइन कतिवटा त्यहाँनिर इन्टरनेसनल चाहिँ रुटहरू उयो बनाइसक्यो तर हामी अझै पनि एउटा जहाजको लागि पनि विवाद कहिले पनि एउटा चाहिँ हामीले त्यो एयर ट्राफिकमा पनि त्यति हामीले सुधार गर्न सकेनौँ। समितिका सदस्य प्रधानले औद्योगिक क्षेत्रको विकास गरेर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने धारणा पनि राख्नु भएको थियो। सिराहामा 25 लाखभन्दा बढी रकम लुटपाट भएको छ। मिर्चिया कल्याणपुर सडक खण्डमा पर्ने 3 गछिया नजिकै हिजो दिउँसो लुटेरा समूहले 25,60,000 रुपियाँ लुटेको छ। कल्याणपुर नगरपालिका 11 कल्याणपुर बजारमा राजाराम मनी ट्रान्सफर सञ्चालन गर्दै आएका राजाराम शाहले मिर्चिया स्थित ग्लोबल आइएमई बैंकबाट निकालेर लैजाँदै गरेको 25,60,000 रुपियाँ लुटिएको हो। 2वटा मोटरसाइकलमा आएका लुटेराहरूले मिर्चिया कल्याणपुर सडक खण्डको 3 गछिया नजिकैबाट रकम लुटेर भागेका हुन्। बैंकबाट रकम लिएर मनी ट्रान्सफरतर्फ मोटरसाइकलमा जाँदै गर्दा 2वटा मोटरसाइकलमा आएका 4 जना नकाबधारीले ओभरटेक गरी रकम सहितको झोला लुटेर भागेको पीडितको भनाइलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय मिर्चियाका डीएसपी दिपेन्द्र शाहले जानकारी दिनुभएको छ। लुटेराको खोजी भइरहेको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संहिता कार्यान्वयन र पूर्वाधार विकासका लागि नेपालमा लगानी बढाउन विश्व बैंकलाई आग्रह गर्नुभएको छ। अर्थमन्त्री खतिवडाले न्युयोर्क स्थित विश्व बैंकको मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको संहिता कार्यान्वयन र पूर्वाधार विकासमा लगानी बढाउन विश्व बैंकलाई आग्रह गर्नुभएको हो। उहाँले नेपालमा विकास र समृद्धिका लागि उत्साहपूर्ण वातावरण रहेको उल्लेख गर्दै विकास साझेदार संस्थाहरूबीच सहकार्य गरेर अघि बढ्न उपयुक्त हुने धारणा पनि राख्नुभयो। अर्थमन्त्री खतिवडाले नेपालको समग्र आर्थिक सूचाङ्क हालसम्मकै सबैभन्दा बढी अनुकूल रहेको उल्लेख गर्दै नेपालमा गरिएको लगानीबाट उच्च प्रतिफल आउने आश्वासन पनि दिनुभयो। कार्यक्रममा विश्व बैंकका पदाधिकारीहरूले नेपालको आर्थिक विकासका भावी रणनीति कार्यान्वयनका लागि नेपाल सरकारको योजनाबारे जिज्ञासा राख्नु भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। यमनमा बालबालिका चढेको बसमाथि हवाई आक्रमण हुँदा 29 जनाको ज्यान गएको छ भने 30 जना घाइते भएका छन्। रेड क्रसको अन्तर्राष्ट्रिय कमिटीले पिकनिकबाट विद्यालयतर्फ फर्कदै गरेका बालबालिका चढेको बसमाथि उत्तरी सादा प्रदेशको दयान सहरमा आक्रमण भएको जनाएको छ। तर हुथी विद्रोहीले 43 को ज्यान गएको जनाएको छ। हुथी विद्रोहीले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले 61 जना घाइते भएको जनाएको छ। यमन सरकारलाई सहयोग गर्दै आएको साउदी नेतृत्वको गठबन्धन बिहीबारको आक्रमणमा दोषी रहेको हुथी विद्रोहीको दाबी छ। गत हप्ता बिहीबार नै भएको एक आक्रमणमा 55 सर्वसाधारणको मृत्यु भएको थियो भने 170 जना घाइते भएका थिए। यमनमा सन् 2015 देखि सुरु भएको युद्धका कारण अहिलेसम्म 10,000 भन्दा बढी मानिसको मृत्यु भएको राष्ट्रसङ्घको तथ्याङ्कमा उल्लेख छ। राष्ट्रसङ्घले यमनमा मानवीय सङ्कट विश्वकै नराम्रो अवस्थामा रहेको पनि जनाएको छ। अब खेल समाचार। एशिया कप छनौट खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि 19 सदस्यीय प्रारम्भिक खेलाडी छनौट गरिएको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, नेपाली टोलीका कप्तान पारस खड्काले 19 सदस्यीय प्रारम्भिक टोलीको छनौट गर्दै खेलाडीहरूको नाम घोषणा गरेका हो। नेपाली टोलीका अलराउन्डर एवं अनुभवी खेलाडी शरद भेसवाकर चोटका कारण टिमबाट बाहिरिने भएका छन्। भेसवाकर नेदरल्यान्ड विरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय
खेलका क्रममा दायाँ हातको कान्छी औलामा चोट लागेको थियो। 19 सदस्यीय प्रारम्भिक टोलीमा कप्तान पारस खण्डका, उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल कुमार शाह, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, किशोर महतो, ललित भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख रहेका छन्। त्यसैगरी प्रदीप ऐरी, रोहित कुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी, सुभाष खकुरेल, सुनिल धमला र सुसन बहारीले स्थान बनाएका छन्। साउन 29 गतेदेखि बन्द प्रशिक्षण सुरु हुनेछ। बन्द सत्रबाट उत्कृष्ट 15 खेलाडीको नाम घोषणा हुनेछ। घोषणा भएका खेलाडीहरूले मलेसियामा हुने एसिया कप छनौट प्रतियोगितामा खेल्नेछन्। मलेसिया प्रस्थान पूर्व साउन 29 गतेदेखि 19 सदस्यीय टोलीले बन्द प्रशिक्षण गर्नेछन्। भदौ 13 देखि 21 गतेसम्म हुने एसिया कप छनौटमा नेपालसँगै हङकङ, ओमान, मलेसिया, सिङ्गापुर र UAE छन्। एसियाका टेस्ट मान्यता प्राप्त 5 टोलीमा भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र अफगानिस्तान रहेका छन्। अन्त्यमा मुख्य समाचार एकपटक। नुवाकोटमा घर भत्किएर एक बालिकाको मृत्यु। धनुषाको मिथिला नगरपालिकामा डकैती, गोली प्रहारबाट एकजना घाइते। सप्तरीलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न नेपाली काङ्ग्रेसको माग। 4 बुँदे माग राखेर आन्दोलनको चेतावनी। जनप्रतिनिधिहरूलाई पार्टीको कार्यकारी पद नदिने नेकपाको निर्णय। अध्यक्ष र सचिव पद जनप्रतिनिधिले नपाऊ। मधेसवादी दलहरू सत्ताको लोभमा फँसेकाले मधेसी जनता मुक्ति पाउन नसकेको काङ्ग्रेसका वरिष्ठ नेता पौडेलको आरोप। र बालक निशानलाई अपहरण गरी हत्या गर्नेहरू इन्काउन्टरमै मारिएको गृहमन्त्रीको दाबी। अपहरणकारीलाई 24 घण्टाभित्रै निस्तेज पारेको भनाइ। हस् त अहिलेलाई समाचार सकियो। नमस्कार।